Very good morning, everyone. Today I'm going to teach you 2080 GIE supplementary सोधेको केमिस्ट्रीको क्वेसन गर्न गइरहेका छौँ। सप्लिमेन्ट्रीमा सोधेको छ स्मृति डिग्री र यो ग्रुप बीमा 12 नम्बरमा सोधेको क्वेसन हो र यो 5 मार्क्समा सोधेको छ। सो गिभ एन एक्जाम्पल अफ फलोइङ रिएक्सन। यसमा कपलिङ रिएक्सन, हाइड्रोबोरेसन, अक्सिडेसन, क्लेमेन्सन रिडक्सन, वेलिङ टेस्ट carbonization reaction छ। each of the reaction लेखेबाट 1 marks आउँछ र टोटल 5 वटा रिएक्सन लेख्नु पर्यो भने यसको 5 मार्क्स चाहिँ हामीले एक्जाम्पल मात्र दिँदा पुग्छ। यसमा एक्जाम्पल मात्र दिँदा पुग्छ र फर्स्टमा छ कपलिङ रिएक्सन। कपलिङ रिएक्सन भनेको when benzene diazonium chloride, when benzene diazonium chloride couples with phenol सँग कपलिङ गर्दाखेरि यसरी लेख्दिने। यहाँनिर बाइ प्रोडक्ट एससीएल दिन्छ र अब मेजर प्रोडक्ट के दिन्छ भने यहाँनिर यो बेन्जिन बनाउने। अब यो एन र एन छ, यहाँनिर एन डबल बन्ड एन अनि त्यसपछि यतातिर पनि बेन्जिन बन्यो र यतातिर OH छ र बाइ प्रोडक्ट HCl चाहिँ बाइ प्रोडक्ट दिन्छ। अब काउन्टिङ गर्दाखेरि यो 1 2 3 4 छ, 4 हाइड्रोक्सी एजो बेन्जिन। अब यहाँनिर 1 2 3 4 हाइड्रोक्सी एजो बेन्जिन। This is the example of coupling reaction. Very simple. अब यसरी लेख्दिने बेन्जिन डाइजेनियम क्लोराइड। अब यो फिनोल हो। अब H र Cl मिलेर Cl बन्छ बाइ प्रोडक्ट र बाँकी रिमेनिङ प्रोडक्ट भनेको यहाँनिर 4 हाइड्रोक्सी एजो बेन्जिन बन्छ। अब सेकेन्ड छ हाइड्रोबोरेसन अक्सिडेसन। When unsymmetrical alkene reacts with borane, this is borane हो, बोरेनसँग रिएक्सन गर्दाखेरि अनसिमेट्रिकल alkene, फर एक्जाम्पल प्रोपिन, 1 प्रोपिन or just simply प्रोपिनलाई योसँग रिएक्सन गर्दाखेरि बोरेनसँग यदि मार्कोनिकोव्स एडिसन अनुसार यो एड हुन्छ। अब यसमा यहाँनिर यो माइनस हुन्छ, यो प्लस हुन्छ, त्यो कारणले गर्दाखेरि यो माइनस पार्ट एच यहाँ आउने भयो, PH2 यहाँ। अगेन अनसिमेट्रिकल अल्किन प्रोपिन यहाँनिर राख्दाखेरि अब यहाँनिर प्रोडक्ट के दिन्छ भनेपछि CH3 CH2 होल 2 अब BH चाहिँ घट्दै जान्छ। सहीको लागि BH2 थियो, अब यहाँ BH3 थियो, BH2 भयो, अब यहाँ BH मात्रै रहन्छ। अगेन अनसिमेट्रिकल अल्किन यहाँ राख्ने। अनसिमेट्रिकल अल्किन योसँग रिएक्सन गर्दाखेरि अब यहाँदेखि एच चाहिँ घट्दै जान्छ। अब यहाँ बी मात्रै बाँकी हुन्छ, यहाँ के मात्रै बाँकी रहन्छ, बी बाँकी रहन्छ। यहाँ 1 थियो, यहाँ 2 भयो, यहाँ अब 3 हुन्छ र यहाँ बी हुन्छ। When this product is reacted with hydrogen peroxide in presence of base, it gives propanol, 1 propanol plus boron trihydroxide, boric acid हो, र this reaction is called hydroboration oxidation. After this coupling पनि भयो, hydroboration oxidation पनि भयो, Clemmensen reduction। थर्डमा Clemmensen reduction भनेको aldehyde ketonesलाई Clemmensen reduction को रिएजेन्ट के हो भनेपछि जिंक एमाल्गम र कम्पाउन्ड HCl हो। यसलाई रिड्युस गरिदिन्छ। यहाँ अक्सिजन छ, अब एउटा अक्सिजनसँग अब यहाँनिर एउटा हाइड्रोजन, यहाँ अर्को हाइड्रोजन आइदिन्छ भनेपछि यसले प्रोडक्ट के बनाउँछ, अल्केन बनाउँछ, CH3C। यहाँनिर एउटा अक्सिजन छ, अब हाइड्रोजन राख्नु पर्यो भनेपछि अब दुईवटा बन्ड भएको हुनाले अब दुईवटा हाइड्रोजन राख्नुपर्छ, H, अर्कोतिर पनि H, यहाँनिर पनि H छ। सिम्पली हामीले के लेख्न सक्छौँ भनेपछि यो केसमा
यो केसमा हामीले सिम्पली के लेख्न सक्छौँ भनेपछि CH3 लेख्न सकिन्छ। CH3 इथेन भयो, इथानलबाट इथेन बन्छ। त्यसै गरी एसिटोन पनि राख्न सकिन्छ, त्योबाट प्रोपेन बन्छ। सो दिस इज अ क्लेमेन्सन रिडक्सन रिएक्सनको इक्जाम्पल भयो। त्यसै फेलिक सोल्युसन भनेको यो, दिस इज कल्ड फेलिक सोल्युसन। अल्डिहाइडलाई चाहिँ फेलिक सोल्युसनले चाहिँ रिड्युस गर्छ, तर यसलाई चाहिँ के गर्दैन, किटोन्स ग्रुपले चाहिँ किटोन ग्रुपलाई चाहिँ रिडक्सन गर्दैन। त्यो कारणले गर्दाखेरि प्रोडक्ट ग्यास के भन्छ, अल्डिहाइड चाहिँ एसिडमा कन्भर्ट हुन्छ। CH3COOS प्लस Cu2O प्लस H2O चाहिँ प्रोडक्ट हुन्छ। दिस इज द रेड ट्युब दिएको कारण देखाएपछि देयर इज अ प्रेजेन्स अफ अल्डिहाइड ग्रुप भनेर थाहा हुन्छ। दिस इज कल्ड फेलिक टेस्ट। फेलिक टेस्टको इक्जाम्पल यो भयो। अब कार्बोनाइलेसन रिएक्सन भन्छ। कार्बोनाइलेसनमा CO चाहिँ एडिसन अफ CO चाहिँ हो, कार्बोक्सिल ग्रुप इन प्रेजेन्स अफ यो अब इथिन हुन सक्छ, एनी केमिकल स्पेसिस जसमा CO चाहिँ एडिसन भएर प्रोडक्ट दिन्छ भने त्यसलाई कार्बोनाइलेसन रिएक्सन भनिन्छ। अब यसमा के हुन्छ भनेपछि अब यहाँ CH2, अब यहाँ H2 छ, CO छ, CH2 छ, यसलाई CH2 बिकम CH3 अनि यो सिंगल बोन्ड बन्छ अनि CH2 अनि यहाँ CHO बन्छ। यो के भयो, इथिन, यो प्रोपेनल। दिस इज द एक्जाम्पल अफ कार्बोनाइलेसन रिएक्सन। अब यति गरेपछि 5 मार्क्स आउँछ। ओके, थ्याङ्क यू फर वाचिङ दिस भिडियो।